कम ब्याक टु माई भिडियो। म चाहिँ अभिषेक फ्रम पाल्पा। त्यस्तो सबै सन्चै राम्रै हुनुहुन्छ होला। अनि अहिले चाहिँ धेरै महिना भयो भ्लग नबनाएको। अहिले चाहिँ यसो अलि फेरि स्टार्ट गर्न लागेको भ्लग। राख्न त राखिरहेको थिएँ बिचमा पनि, फेरि राख्न लागेको। अब के अरे एउटा दुईवटा भिडियोहरू राम्रै पनि गइरहेको थियो। अनि यो हाम्रो यो नवीन ब्लग भन्नेले मेरो भिडियो त्यो पनि गरे रहेछ, मेरो भिडियो राखेर फुल भिडियो राखिदिए रहेछ। उसलाई चाहिँ मैले कमेन्ट चाहिँ गरेको थिएँ, है त्यो गरेर रिपोर्ट गरिदिन्छु मैले भनेर। म प्रोसेसमा छु त्यो रिपोर्ट गर्ने। अब उसको रिपोर्ट गरिदिने एक दुई दिनमै। अनि के छ, सबै सन्चै राम्रो हुनुहुन्छ होला। आज चाहिँ चैते दसैँ, हामी चाहिँ मन्दिर जान लाग्यो। अनि त्यही त जानकारी गराइदिउँ, चैते दसैँको रमाइलो भिडियो माहौल देखाइदिउँ भनेर हजुरहरूलाई पनि रमाइलो गराउँ भनेर ल है त। अरू चाहिँ भिडियोबाटै कम ब्याक टु माई भिडियो। म चाहिँ अभिषेक फ्रम पाल्पा। त्यस्तो सबै सन्चै राम्रै हुनुहुन्छ होला। अनि अहिले चाहिँ धेरै महिना भयो भ्लग नबनाएको। अहिले चाहिँ यसो अलि फेरि स्टार्ट गर्न लागेको भ्लग। राख्न त राखिरहेको थिएँ बिचमा पनि, फेरि राख्न लागेको। अब के अरे एउटा दुईवटा भिडियोहरू राम्रै पनि गइरहेको थियो। अनि यो हाम्रो यो नवीन ब्लग भन्नेले मेरो भिडियो त्यो पनि गरे रहेछ, मेरो भिडियो राखेर फुल भिडियो राखिदिए रहेछ। उसलाई चाहिँ मैले कमेन्ट चाहिँ गरेको थिएँ, है त्यो गरेर रिपोर्ट गरिदिन्छु मैले भनेर। म प्रोसेसमा छु त्यो रिपोर्ट गर्ने। अब उसको रिपोर्ट गरिदिने एक दुई दिनमै। अनि के छ, सबै सन्चै राम्रो हुनुहुन्छ होला। आज चाहिँ चैते दसैँ, हामी चाहिँ मन्दिर जान लाग्यो। अनि त्यही त जानकारी गराइदिउँ, चैते दसैँको रमाइलो भिडियो माहौल देखाइदिउँ भनेर हजुरहरूलाई पनि रमाइलो गराउँ भनेर ल है त। अरू चाहिँ भिडियोबाटै त्यही छोड्नु के गर्नु। सानो सानो काहीँ निस्यौ। ए ल, यहाँ त्यस्तो व्यवस्था नि भएछ। चैते दसैँ रमाइलो हुने मेला हुने ठाउँ। पुजारी बाजे तल्लोको प्लास्टिक हो। ओ सोहम, के छ खबर तिम्रो? सन्चै छौ? को आएको? र
के भयो ल बजाउनु हौ ए खाँदै बजाउनु हो ल